खामो गाला सरकारले व्यवस्था दिए पनि दिनु पर्यो नि त जनतालाई मार्ने यो कालो टोपी लगाएर हुँदैन यहाँ जनतालाई मार्ने अधिकार दिने सरकार कुन हो यो सरकारलाई आगो लगाउने यो मेयरलाई आगो लगाउने हो एक नम्बरमा मेयरको घर आगो लाग्छ मेयरको घर आगो नलाग्दैसम्म काम छैन सर्वोच्च अदालतले निर्णय गरिसक्यो अब सन्ने हामी गोली खान्छ हामी कपडा च्यात्र गोली दिन्छौँ अहिले भन्न पर्यो भन्नु सकिन्छ भन्न पर्यो अहिले आशी हतौडा क्या छन् भाला खुकुरीहरू ल्याऊ यसलाई अलि उडाउनु पर्छ यसको माइक उठाल गर्छ पहिला जनताको नै अन्ते जेलका मजाले गोली खामो गाला एको माइक फुटालो पहिला हो माइक फुटालो एको पहिला क्या आशी हतौडा गोली खाल्यो ग्यारेन्टी नअत्तरसम्म मान्छे उठाउनु दिदीबहिनीहरू तपाईहरू 27 फुटमा जग्गा जमिन खाली गरेर जानु होला किनभने तपाईहरुलाई सर्वोच्च अदालतको अन्तरिम आदेश क्रिकेट मैदानमा लागू नहुने कुरा जानकारी गराउँछौ तपाई एउटा पानी बोतल बस्तीवासी आज जतिपति गले दिन्छ तिम्रो भाइ मर कि तिम्रो भाइ मर सरकार हन्डीका छोरा मेरो 14 लाख ऋण तिर्दै घर आनेको म पुरा घरै छोड्दिन्छु एउटा पेट झागाएर पनि फल्न सकिन्छ के यहाँ मान्छेको स्थिति कस्तो छ हाम्रो छोराछोरीलाई कहाँ लाग्ने हामीलाई बजारमा कोठाइ दिए हैनन् 5-6 जना हुने मान्छेलाई हामीलाई कस्तो दुःख छ के हामीलाई कोठाइ मेरो 4 जना हुँदाखेरि बजारमा कोठा दिनन् दुईटा पढ्ने बेला मात्रै कोठा दिन्छन् अरे पढ्ने विद्यार्थीलाई मात्रै कोठा दिएपछि हामी कहाँ जाने के सन्ध्या छुट्टी हामीलाई बालेन सरकार एसटी आमाको बोइ त भिखारी हन्डीको छ र हामीलाई भोट दिएर हो कसैले गरेको हामीलाई भोट दिएर त जितेर ठुलो बनेको जनता चाहियो भने सरकारको के काम के पहिला जनता हुन पर्यो पछि सरकार हुन पर्यो के मैले भनिदिएर मेरो त घरको मलाई क्षतिपूर्ति चाहियो म सम्भवको किस्ता तिर्ने कि कोठा भाडा